नमस्कार सबैजनालाई। आज माघको 14 गते बुधबारको दिन नेप्से आज बढ्ला कि घट्ला अथवा कारोबार आज कति आउला भन्ने कौतूहलता सबैमा छ होला। पक्कै पनि हिजो मङ्गलबारको दिन नेप्से परिसूचक 2726 मा आएर बन्द भएको छ, जहाँ 42 अङ्कको गिरावट, 14 अर्ब भन्दा बढीको कारोबार खुले समयदेखि नै बिक्री चाप अत्याधिक बढ्दै गएको थियो र 2 बजे पश्चात 2750 एउटा सपोर्ट लेभललाई बारम्बार प्रयास गर्दा पनि होल्ड गर्न नसकेर अन्ततः बिक्री चापले बजारलाई भारी अङ्कको गिरावट 42 अङ्कको गिरावटसम्म लगेर बजार 2726 मा आएर बन्द भएको छ। दिनैभरि जस्तो बजारमा ब्याङ्किङ सेक्टरमा अत्याधिक बिक्री चाप देखिएको थियो। -10, 11, 12 गर्दै ब्याङ्किङ सेक्टर -20 सम्म गएको थियो भने हाइड्रो पावरहरूमा पनि प्रफिट बुकिङ पनि आएको जस्तो देखिएको थियो। त्यस्तै जेन्जिट स्टकहरू नयाँ आएका आइपिओहरू केही समयदेखि बढ्दै आएका थिए भने हिजो गएर अचानक ब्रेक लागेको जस्तो पनि देखिएको थियो र ती स्क्रिप्टहरूले ब्रेक लाग्दा ती स्क्रिप्टहरूमा प्रफिट बुकिङ आउँदाखेरि बजारमा भने गिरावट आउन त्यसैले नै बढी योगदान अथवा महत्त्वपूर्ण भूमिका खेलेको छ। हिजो समग्रमा बजारको कारोबार हेर्ने हो भने 14 अर्ब बढीको कारोबार हुँदाखेरि एकेजेसिएल जुन चाहिँ नि निरन्तर 3देखि 4 दिनदेखि सर्किट लेभलमा कारोबार हुँदै हुँदै 290-95 सम्म पुगेको स्क्रिप्ट 57 करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै एसवाई प्यानल जुन अत्याधिक आक्रामक रूपमा एउटा विस्फोट हुँदै गएको थियो, 800बाट निरन्तर 1800 हुँदै 2200 सम्म गएको स्क्रिप्ट फेरि हिजो भने अचानक ब्रेक लागेको छ, जहाँ यसको पनि